नमस्ते, म डाक्टर नवीन कुमार रनिया, कन्सल्टेन्ट फिजिसियन। आज म त्यहाँ आउनुभएको एकजना भाइ हुनुहुन्छ 30 इयर्सको। उहाँ विगत लास्ट 2 मन्थदेखि खोकी लाग्थ्यो उहाँलाई 2 महिनादेखि। खोकीलाई भनेर नजिकका औषधि पसलमा यहाँ नजिकका देखाउने ठाउँहरूमा चाहिँ मैले कफ सिरपहरू खाएँ। खोकीको औषधि खाएँ गर्नुभएको थियो। 1 बोतल 2 बोतल 3 बोतल नभएर इन्जेक्सन सुईहरू लगाएर एन्टिबायोटिक खाएर खोकीको उपचार गर्नुभयो, तर खोकी ठिक भएन। सधैँ खोकी फोक्सो कारणले गर्दा या घाँटीको कारणले हुँदैन, अरू पनि कारण हुन्छ जस्तो खोकी लाग्छ, जस्तै ग्यास्ट्रिकहरू भयो, उहाँको हेबिटहरू भएर पनि खोकी लाग्छ। अहिले मैले उपचार गरेको 1 महिना भयो उहाँको। उपचार गरिसकेपछि उहाँको खोकी कति कम छ, के कस्तो छ उहाँलाई सोधेको थिएँ। नमस्ते भाइ, आफ्नो बारेमा चाहिँ भन्छ त कस्तो छ, के थियो पहिला समस्या, अहिले कस्तो छ? पहिला म कहाँ धेरै खोकी थियो, औषधि गराएँ 2 ठाउँ, ठिक भएन। 2 महिना जति खोकीको, अनि यहाँ आएर औषधि गराएको, अनि धेरै राम्रो भएको छ अहिले खोकी। खोकी औषधि के खायो त पहिला 3 सिसी खाएँ त्यो औषधि झोलोला, त्यसपछि 3टा सुई पनि लगाइदिएको, अनि त्यसपछि अब यहाँ आएर औषधि गराए त्यसपछि राम्रो भयो। अनि कति कम भयो पहिला भन्दा कति कम भयो लाग्छ? अब दिनमा मुस्किल 1-2 चोटि आउँछ नि तर अन्न खोकी। पहिला धेरै आउँथ्यो, दिनभरि खोकेको अहिले खुसी छौ? अब धेरै राम्रो छ। कति कम भयो पहिला? 90% कम भयो, 50% कम भयो, 100% कम भयो? 90% ठिक भइबस्छ। ल, थ्याङ्क यू, नमस्ते।